आज मेरो ब्याक डे थियो। सो ब्याक डेको सुरुवात गर्दाखेरि सबभन्दा अगाडि मैले पुलअप्स गर्छु। त्यो चाहिँ मैले भिडियो बनाउनु पाएन। अनि त्यसपछि ल्याट पुल डाउन गर्छु। त्यहाँ सुरुमै देख्नुभयो होला कस्तो कन्ट्रोल वेमा मैले गरिरहेको छु। सुरुमा सबैले यस्तै कन्ट्रोल वेमा ब्याक गरेपछि झन् इफेक्टिभ रिजल्ट आउँछ। अनि लास्टतिर चाहिँ सक्दो पुस गर्ने ट्राई गर्छु म। अनि त्यसपछि हामी जान्छौँ मेरो नेक्स्ट वर्कआउटमा, जुन रहेको छ टी बार रो। सो यसमा पनि मैले धेरै वेट चाहिँ लिँदिनँ, तर ठिकै सुइटेबल वेट लिएर यसको 10 to 12 रेपिटेसन निकाल्ने ट्राई गर्छु। इन्डसम्म आफूलाई बुस्ट गर्छु। अनि त्यसपछि हाम्रो रहेको छ केबल रो। यो पनि ब्याकको लागि एकदम बेस्ट वर्कआउट हो। यो गर्दाखेरि जो स्क्विज गर्ने बेला हुन्छ नि, त्यति बेला चाहिँ आफूले हल्का आजै होल्ड गर्न सकेपछि तपाईँको रिजल्ट एनहेन्स हुन्छ, अझ बेटर ब्याक बन्न जान्छ। सो आज यस्तो यस्तो राम्रो वर्कआउट टिप्सको लागि मलाई फलो गर्नु होला। थ्याङ्क यू।